आज हाम्रो नाति प्रवेशको व्रत बन्धको लागि चामल भुट्न लाग्यो। टिका लगाइदिँदैछन् कसारको लागि। ल भयो कतिको व्रत बन्द हुन लाग्यो। मम्मी कस्तो लाग्यो? कस्तो लागिरहेको असाध्यै रमाइलो लागिरहेको। तिमीले लगाइदिने आज? भाग्यको फल खै दादालाई बोलाऊ बाहिर। यो धेरै पाउ पाकेपछि कसार बन्छन् भन्छन् के अरे कस्तो पाक्यो लो अलिअलि भइदियो त हुन्थ्यो। राम्रो भाइको व्रत बन्दा राम्रा कसार भइदियो हुन्थ्यो। भइदियो लगेर ल सबभन्दा बुढी फुपू सबभन्दा बुढी फुपूले यहाँ पाउ पकाएको राम्रो बनिदियो हुन्थ्यो रोटी कसार। के भन्छ दाटेका सारा खानी भए दाहिने हात एकदम लायो माइलो दिदीको गीत धेरै छोट लाग्यो खिचिरहेको त्यो पिपल पनि तपाईँले पनि हानेर मित्र सबैले झर्काउने आज हामीले सेलरोटी पकाउने सबैले झर्काउने आज हामीले सेलरोटी पकाउने। भयो हामीले सेलरोटी पकाउने। छाउँदैन गाउँछु भन्दा गीत पनि आउँदैन। छाउँदैन गाउँछु भन्दा गीत पनि आउँदैन। भाइ अल्छी बल्लको आउँदैन। यो भाइ अल्छी बिहानै आउँदैन सेलरोटी खान पाउँदैन। आउँथे आउन त हिजो मन्दिर गएर थकेर थाकेको आज आउँछु भन्दा त मैले फर्काइदिएँ पैसा ल भाउजू
पानी भर्ने आएर के अरे भएन नि अडियो अडियो अलिकति बाङ्गो भयो है सिधाबाट उत्तरतिर उत्तरतिर क्रमैले अनि उँधो माथितिर भूमितिर यज्ञतिर ओम पृथ्वी ती मन्त्र सेने रूपेश ऋषि हजुर शास्त्र लेख्नुहोस् ल अब यो खानु पर्यो यहाँ व्यक्तिगतम पापम देहा तिष्ठन्तिमामा के प्रश्न पञ्चगवश दताङ दिवेन्दन खानी छोडेको खानी एकदम मिठो हुन्छ एकछिनपछि कर्म पात्रो धारे यति त्यहाँ राख्नुहोस् त्यही कर्म पात्रो शिवालय मन्दिर समिति देवालय शिवालय मन्दिर चेतना स्वस्ति नास्मै देवाय अभिखादिदेवान् गर्नुहोस् अनि भयो त्यसलाई त्यहीँ राख्ने अब त्यहीँ राख्नु त ल उता पूर्वतिर फर्किनुहोस् ओम इन्द्राय नमः भन्नुहोस् यसरी हात देखाउनुहोस् पूर्वतिर हो त्यही घुम्नुहोस् है ओम इन्द्राय नमः ओम आग्नेय नमः ओम एमाय नमः ओम निर्ताय नमः ओम वरुणाय नमः निर्ताय नमः वरुणाय नमः वायवे नमः कुबेराय नमः ईशानाय नमः अनन्ताय नमः ओम ब्रह्मणे नमः घृणी सूर्यनारायणलाई ओम घृणी सूर्यनारायण नमः भनेर सूर्यनारायणको दर्शन गर्नुहोस् ओम कृष्ण रसा वर्तमाननि बोलिनुहोस् बसेर हिरण्येन सवितारथेन देवजाति भुवनानि पश्यन्न ल बसेर त्यहाँ त्यो अर्घ दिए ठाउँमा एउटा फुल राखिदिनुहोस् ओम कृष्ण रसा वर्तमान निवेशन हिरण्येन सवितारथेन देवजाति भुवनानि पश्यन्न घृणी सूर्यनारायण नमः अब हेरे शङ्खको घण्टाको पूजन गर्नु तरे पछौ ल यो बेसार यहाँ यसरी मुखमा राख्नु अनि उता उता धुवादिनु उता यहाँ त राखेर त्यहाँ दुईटा कलश अगाडि थापेकोमा अनि सबैमा राख्नुहोस् ओम या औषधि माटो चुडेर त्यहाँ राखिदिनुहोस् हजुर ओम शिवना पृथ्वी रानी बेसरी सानोसम्म भूमिभित्र छोड्नुहोस् त ओम ओम पूर्णादरिपरपत सुपर्णा पूर्णपत पूर्ण भई गमोटु सत गर्तो तत्त्वयामि ओम तत्त्वयामि पूर्ण नमः तेज मानव विराट मानव हो यही भयो अब यो गुरुलाई यसो टिका लगाएर ओम स्वस्ति भइसक्यो है त हरिओम तत्सत ओम विष्णु अध्याय पूर्वोक्त प्रधान शङ्कर स्थिति जस्तो कौण्डन्य वासिष्ठ मैत्र वरुण त्रिकोण शुक्ल सागरै कौण्डन्य गोत्र उत्पन्न सबै हजुर राम्रो छ फेरि लेखिदिन्छ त्यो भुइँमा राख्ने यो क्लिक गरेर कहाँमा ढोक्सी जान्छ त्यो हजुरहरूको प्रसाद नि पर्दाको प्रसाद त्यो राखेर हुन्छ ल आउनुहोस् पहिला जो जानुभयो उयो आउनु सबै हजुर यहाँ आउनुहोस् हामी
अब त्यसपछि अर्को शब्द लिनु अध्यय पौडिने शब्द नाम अस्मता पितृका टुक्रा लिएर समय राख्नु है हरि ओम ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरि छेके छ कान ठीक बनायो नि कान ठीक बनायो कान ठीक बनायो भन है ऐसे ही सोना पड़ेगा ऐसे ही सोना पड़ेगा है सुन समझ में आया सुन आया समझ में मुन्द्रा मंगलम पुंडरीकाक्ष ठीक छ मंगलम पुंडरीकाक्ष मंगलाय धेरै कसियो ठीक छ पुंडरीकाक्ष मंगलाय तनो हरि पछाडि बुवाहरूसित मिलेर बस्ने पुनः सुदोकम समर्पयामि ओम नमो भगवते स्वामी लक्ष्मी नारायण ओम नमो चन्दन दीदी सर्वगच्छतु विश्वास सर्वगच्छतु विवसते स्वाहा उता धनेको श्री देवाजन विष्णु श्री महाकाली महालक्ष्मी विलेपनम सुगंधि तैलम समझेर पूरा गर्नु सबै आऊ ल यहाँ एकचोटि बत्ती लिएर घुमेर सबै हिँड्यो घुम्यो किन त पहिला अगाडि ल यहाँ आउनु त एकचोटि बत्ती लिएर घुमेर आएर बाल्दिनु न हैन आएर बाल्दिनु गुन्डी छोड्नु त्यही माथि गयो नि हुन्थ्यो नि छिटो छिटो हिँड्न छिटो फर्केर बाल्दैन है एकचोटि Kailan sama, nagkabadyo,
कति मिठो धुन यति मिठो धुन बजाउने हुने शिव यति मिठो धुन बजाउने हुने शिव त्यहीँबाट बाल्दै आउनु फुल चाहिँ यहाँ पोल्ने हुँदैन नि है फुल चाहिँ तल चढाउनु है ल आउनु कपुरमा ठ्याक्क बालिदिनु त ल आउनु घुमेर आउनु अब आउनु घुमेर हिँड न हिँड घुम्न पर्छ क्या यता छ र यता यस्तो यस्तो गरेर यता फाल्नु कति कति पार्वती ओम जय जगदीश हरे मनोहर प्रेम रूपवादी भाव कपूर समंगल भाव कपूर समंगल आरती समाधि ओम जय जगदीश हरे जय धनिरंजन निर्मल कारण विनाशी प्रभु कारण विनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक शिवाय सुखराशि ओम जय जगदीश हरे स्थिति दया करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी आके सुधा हिँड लडिन्छ अगाडि हेर हिँड उल्टो हिँड्न हुन्न ओम जय जगदीश हरे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता गण अनुरूप तिमी हौ गण अनुरूप तिमी हौ हरिहर दाता ओम जय जगदीश हरे योग योग पालन गर्छौ अगाडि तरो पधारी प्रभु अगाडि तरो पधारी माया रस विग्रह लीला माया रस विग्रह करुणा करते हरे ओम जय जगदीश हरे समता साधि प्रदायक साधन हितकारी प्रभु चरण शरण चरण शरण भय भय जगदीश हरे भाव मनोहर
पनि जति जन्म भए पनि म बडो जग जय सहारे जसले नित्य गायो प्रभु जसले नित्य गायो दिन दिन निर्मल मान्दै प्रतिदिन पावन बन्दै तो बाबा सिन्धु तर्यो ओम जय जगदीश हरे ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार तरे ओम जय जगदीश हरे जय शिव शंकर शंभो जय शिव जय गिरिजाधीश जय जय त्यहीँबाट बाल्दै आउनु यताबाट पश्चिम भएर अब यता फुल चाहिँ यहाँ नपार्नु कि फुल पोल्ने हुँदैन कि है फुल चाहिँ तल चढाउनु है तल आउनु कपुरमा ठ्याक्क बालिदियो हुन्छ टक्क टक्क कपुरमा कपुरमा ठ्याक्क बालिदिनु त मोबाइल छ नि मोबाइलबाट हो ल आउनु घुमेर आउनु ल कान्छी बुवाले बालम त यताको बालिदिनु त त्यस्तो नहोला हरे ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार तरे ओम जय जगदीश हरे मन को भाग मनोहर प्रेम रूप भाति प्रभु प्रेम रूप भाति भाव कपूर छ मंगल भाव कपूर छ मंगल आरती सब भाति ओम जय जगदीश हरे निरंजन निर्मल कारण विनाशी प्रभु कारण विनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक श्रीमय सुख राशि ओम जय जगदीश हरे श्री लय सरता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी भक्ति सुधा बरसाओ प्रेम सुधा बरसाओ शरण पायो हामी ओम जय जगदीश हरे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता गुण अनुरूप तिमी हो गुण अनुरूप तिमी हो हरिहर दाता ओम जय जगदीश हरे योग योग पा
पालन गर्छौ अगाडि तरो पधारे प्रभु अगाडि तरो पधारे लीला माया रस विग्रह लीला माया रस विग्रह करुणामूर्ति हरि ओम जय जगदीश हरे समता शान्ति प्रदायक सज्जन हितकारी प्रभु चरण शरण शरण प्रभु भय भय जगदीश हरे बाबा मनोहर यम सुर सरिता को अविरल धार बढ़ो प्रभु अविरल धार बढ़ो जति जति जन्म भए पनि जहाँ जहाँ जन्म भए पनि तब महाप्रेम रहोस् ओम जय जगदीश हरे प्रेम सहित शुभ आरती जसले नित्य गर्यो प्रभु जसले नित्य गर्यो दिन दिन निर्मल बन्दै प्रतिदिन पावन बन्दै तो भव सिन्धु तर्यो ओम जय जगदीश हरे ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार तरे ओम जय जगदीश शिव शंकर जय गिरिजाधीश शिव जय गिरिजाधीश जयकार लगाई बोलिए दीपनारायण भगवान को फुलेको तो ठक्कै निम्बुको पात पकाउनु होला निम्बुको पात चतुर्वेदहरूको कुल देवताको थान देवताको ब्राह्मण देवताको बोलिए सम्पूर्ण तीर्थहरूको बोलिए सम्पूर्ण धामहरूको पंचवर्ती महिमाको धराडी गंगा माताको तुलसी महारानीको पशुपतिनाथ भगवानको मुक्तिनाथ भगवानको वैदिक सत्य सनातन धर्मको कौडिन्य गोत्रका समस्त कुलपितृहरूको गौ माताको जय जय श्री राधे ओम हर 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 महादेव शंभो भगवान को नाम लखा बाते जलाला 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 भगवान को नाम भगवान को नाम लखा बाते जलाला भगवान को नाम लखा बाते जला हे भगवान को नाम लखा बाते जलाला
ल सबैजना आउनुभयो है त पौडिना गोत्रका समस्त कुलपितृहरूको गौ माताको जय जय श्री राधे हर 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 महादेव भगवानको नाममा लाख बत्ती जलाला 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 भगवानको डान्स गर्न हिँड्नु ल है नाच्नुपर्छ अब हिँड्नु कृष्ण भगवानको आनन्दको कर्ताहरूको ए नाच केही हुँदैन भगवानको मन्दिरमा 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 छैन गङ्गा यमुना राधा गङ्गा यमुना राधा कृष्ण गङ्गा यमुना राधा कृष्ण ओहो गङ्गा यमुना राधा कृष्ण मादल आयो मादल गङ्गा यमुना राधा कृष्ण दुईजना राधा कृष्ण भगवानको यमुना राधा कृष्ण दुईजना राधा कृष्ण भगवानको हे कृष्ण डोलो मोनो मोहनी राधा हुनाले राधा डोनु मोनो मोहनी कृष्ण हुनाले राधा एक मिनट सिकिन्छ नि वृन्दावनमा आउने बाटो मैले चिनिन कृष्ण 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 वृन्दावनमा
कृष्ण आउँदैन वृन्दावनमा आउने बाटो मैले चिनिन। यो कुन तपाईँको हो? अब हजुरहरू यहाँ निकाल्नु त। नाति जोडीले आफूलाई मन पर्ने निकाल्दिनु हुन्छ अरे। राधा डोनो मोनो मोहने कृष्ण मुरारी राधा डोनो वृन्दावनमा आउने बाटो मैले चिनिन। कृष्ण आउँदैन वृन्दावनमा आउने बाटो मैले चिनिन। कृष्ण आउँदैन वृन्दावनमा आउने बाटो मैले चिनिन। कृष्ण आउँदैन भयो क्या भयो। वृन्दावनमा आउने बाटो मैले चिनिन। कृष्ण आउँदैन ए दुला नाच्नुला आउने बाटो मैले चिनिन। कृष्ण आउँदैन वृन्दावनमा आउने बाटो मैले चिनिन। कृष्ण आउँदैन वृन्दावनमा आउने बाटो मैले चिनिन। कृष्ण आउँदैन वृन्दावनमा आउने बाटो मैले चिनिन। यो कुन तपाईँको हो? वासुदेवाय ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय वासुदेवाय भगवानको गरौँ भजना श्री गणेश नाममा सबै मिली भगवानको गरौँ भजना श्री गणेश नाममा सबै मिली भगवानको गरौँ भजना श्री गणेश नाममा सबै मिली भगवानको गरौँ भजना कृष्ण भगवानको सबै मिली भगवानको गरौँ भजना श्री गणेश नाममा सबै मिली भगवानको
अब एकचोटि सबैजना नाच्नु पर्यो भयो अङ्क नानीलाई एउटा नजाउने हामी चाहिँ नआउने Thank you.
Bye,
एउटा कार्चुक रचुक भइदिएको हो Thank you.
Thank you.
सानो तिमीलाई एकैछिन
छोड़े
सूर्यनारायण अर्को पनि त्यहाँ एउटा अर्को पनि दिन्छ खालि एउटा हिरोले देखाउँछ अस्तिमा भने जस्तो छोरो पनि ढिलो भिजाउनु भयो नि त यसलाई हटाइदिनु यसरी के यसरी बिरामीमा को को अर्को थोरै बिल भिजाउनुहोस् पहिला छुरा लिनुहोस् छुरा खोइ हजुरको होइन कि हल्का हल्का भिजाउनुहोस् नानीतिर थोरै काट्नुहोस् नानो खोइ छोरी समाउयो धेरै लिएर आउनु त्यसलाई छुन लगाउनु न माथि ल हेर यहाँको थोरै पैसा पाइन्छ अहिले पैसा पाइन्छ अर्को हरियो चाहिँ आयो होइन थोरै हो यस्ताले काट्छु भन्दा ल हेर हेरिले जानु जिलेटले काट्दैन अर्को त्यो कपाल काट्ने खाले होइन जिलेटले काट्दैन यसलाई हेरिराख्नुहोस् कपाल काट्ने खाले भन्नुहोस् त्यहाँ फेरि अर्को दिन्छ पछाडि लामो कपाल काट्ने फेरि यसलाई राखेर काट्नु त्यहाँ फेरि हेर पछाडि थाम्नु पछाडि थाम त्यो भुइँमा नझरोस् कि यहाँ चाहिँ गोबरमाथि आउनु बाबा त्यति बस यिनले हाल्ने अब फेरि यो कुछ नहीं अर्को कुछ नहीं अब यता देब्रेतिरको एउटा चाहिँ तल राख्ने ल काट्नु ल भन्नु आएन ल राख्ने अब उता लगेर कपाल काटेर लिएर आउनु ल चाँडै ल्याउनु है यहाँको सक्यो अब उता लगेर भिजाएर कपाल काटेर लिएर आउनु है त कपालसँग लाऊ यहाँ कपालसँग बहिनी गएन दादाको खुइले हुन्छ हुन्छ गर्न मन छ ल भाइ उखेल
ढिलो गर्ने भिक्षा पूरा
ल अब भयो एकछिनपछि राख्छु एकछिनपछि अब हुन लाइसु हजुर भित्रै बाहिर नपठाइदिकन ल है फेरि आयो है भनौँ न हात के लाउनुपर्छ मेरो बाबु मान्छ के यो ज्ञानी अब लास्ट हो ठिक छ कतिखेर आइपुग्नु त आलुले भात पकाएर तरकारी पकाउने कस्तो मजाले भिक्षाइ
बाबु के भन भने मैले चाहिँ नि हजुर ल्याएको भिक्षा मैले अब थाबे बुझेर गर्न सक्छु राहुका आदि देवता प्रत्येक देवता से हावे में थाबे पूजा मना ओम राहवे नमः ओम राहवे नमः फिर लेनु तुलाई वो के तुम त्यस्तै त्यस्तै है सेम दुबो दुबो अथवा दुबी ले छुट्टिया छ नि हैन आज सत्य दौडिनु दौडिने तिमी कहाँसम्म पुगेछौ पछि है डाँडो हुन्छ होला अब भएपछि अनि पछि जाँदा सिकाउनु पर्छ छोराले कसरी नआएको दिनु ढोका हाल्यो तिमीले मम्मीलाई ढोका यसरी ढोका यता आएर यता ढोका बाबु यसरी ढोका यसरी ढोका गोडामा यसरी मामा बस्ने एकछिन मामा एकछिन ल बाबु अब दौडी बिस्तारै बिस्तारै हिँड 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 भाग न भाग भाग के भेटाइहाल्छ नि भाग छिटो आइसक्यो छिटो भाग छिटो भेटाइसक्नु भयो छिटो भाग्यो भाग्यो भेटाउन दिनुहुन्न है भेटाउन दिनुहुन्न छिटो भाग भाग्यो भाग्यो भेटिहाल्नु नि अब बोकेर यति हो भाग्न सक्ने Ayo,
आमाले खेलेर फकाएर ल्याउनु भयो हजुर फेरि भाग्नु छोडेर आयो मैले दिएन धेरै पढ्नु भिडियो अब बाबु के भन्दा कपडा लाएर गएर त्यो अङ्कललाई भेट्यो अरे म आएँ भनेर हेलो गाइजहरू नमस्कार म चाहिँ आजको व्रतबन्धको के अरे बटुकको सानीमा एकलौटी सानीमा बहिनीको पालो ल म बहिनी भन न बहिनी बहिनी हो बहिनी हो भन न म नि बहिनी हो भन लागि मन जान्छु एकलौटी माइज अनि यता अनि उहाँ चाहिँ नमस्कार म चाहिँ आजको के भन्छ आजको बटुकको एकलौटी आन्टी नमस्ते म चाहिँ आजको बटुकको एकलौटी माइजु च्यानलको नाम के हो च्यानलको नाम तपाईँ थाहा नमस्कार उहाँ चाहिँ आजको बटुकको मम्मी उहाँ चाहिँ बटुकको यहाँ चाहिँ लुगा फेर्ने कार्यक्रम हुँदैछ दुला पेट हुन्छ दुला दुला कस्तो लागिरहेछ किन
यस्तो कन्डिसन छ हेर्नुहोस् हावाहुरी लाएर बचाउने गाह्रो भयो कपडा थुप्रै छ बिग्रिने कुराहरू भित्र लगेर राखिहाल्नु सब उडायो अहिले यसरी खानाको वितरण भइरहेछ यता है उताततै बसेर यहाँ पकाएर युट्युबमा आउँछ क्या युट्युबमा तपाईँ त पुरै फेमस भयो भोलि जाने पवित्र टीका खोइ कुकुर आयो कुकुर यस्तो बनाइदियो पानीले हेर्नुहोस् चाटेर गयो पण्डितको उठाइसकेको छ लगभग उताको चाहिँ राखिसकेको छ बिग्रिने सामानहरू केही पनि नअलि जाँदो रहेछ फेरि त्यो लानु पर्ने पुऱ्याइदिने हो पेसा हो नि त्यो भन हाम्रो मकै पनि सब ढलाइदियो यी पुरै हावाहुरीले मकै सब ढलाइदियो यहाँ भयो यो बटुक्क यहाँ बाबा हजुरबा भएर त्यसै बहिनी पनि भएर बहिनी पनि दादाको पैसा गर्नलाई मक्क छिन् लाउनु भन्ने